नमस्कार सर। नमस्ते। सरको नाम परिचय। मेरो नाम कर्ण लामिछाने, घर मेरो सोलुखुम्बु सल्लेरी 5 जयदूत दुधकुण्ड नगरपालिका। अहिले म हाल यहाँ काठमाडौँ बौद्ध 6 मा बसोबास गर्छु। मेरो घर यहाँ पनि हो। सरको उमेर कति वर्ष हुनुभयो? मेरो 47 वर्ष। अनि सरको समस्या, स्वास्थ्य समस्याहरू के थियो? अहिले के कस्तो छ अवस्थाहरू? अहिले ठिकै छ। समस्या के थियो पहिला सर? मेरो समस्या प्रेसर, कोलेस्ट्रोल अनि पाइल्सको समस्या, 3टा समस्या हो। यो समस्यामा सरले चाहिँ औषधिहरू, एलोपेथिक औषधिहरू प्रयोग गर्नु भएको कति भयो अथवा गर्नु भएको छ कि छैन? मैले गरिराखेको थिएँ पहिला 7-8 वर्ष खाइराखेको औषधि खाइराखेको। अनि पछि चाहिँ मैले फेरि अब 7-8 वर्ष खाइराखेर पछि मैले जुन औषधिहरू खाएपछि एलोपेथिक औषधि त्यो एलोपेथिक औषधिले अथवा हजुरले 7-8 वर्ष त्यो औषधि खाँदै गर्दाखेरि त्यसको औषधिको सेवनले हजुरलाई कस्तो गर्यो अथवा त्यसले राम्रो गर्यो नराम्रो गर्यो? अहिले चाहिँ खाँदै हुनुहुन्छ कि? केही महिनासम्म चाहिँ राम्रो गर्यो भने फेरि त्यस पछाडिबाट चाहिँ उस्तैमा आउने, त्यस्तै हुने। अनि कन्टिन्यू खाइराख्नु पर्ने। अनि त्यसले गर्दा फेरि बीचमा बल्झिहाल्ने। प्रेसरको त मैले औषधि अहिले पनि खाइ नै राखेको छु। अनि कोलेस्ट्रोलको खान्थे, कोलेस्ट्रोलको छोडेर अहिले चाहिँ यहाँको हजुरले मतलब यो नेचरअप्स भन्ने कम्पनीको चाहिँ हजुरले के उत्पादनहरू प्रयोग गर्नु भएको छ? यहाँको चाहिँ यो के भन्छ, यो रसन, यो एउटा यो खाइरहेको छु। अनि यो एउटा ओजस भन्ने यो खाइरहेको छु। प्रेसर कन्ट्रोल गर्छ अरे, यसले नर्मल गर्छ अरे। अनि यो ग्रिन टी यो खाइरहेको छु। यसले पनि मलाई धेरै राम्रो गरेको छ। पाइल्सको लागि पनि यो ग्रिन टीले राम्रो गर्छ अरे भनेर मैले यही खाएर सेवन गरिरहेको छु। यो खाँदा कस्तो भइराखेको छ? धेरै राम्रो भएको छ, धेरै नै राम्रो भएको छ यो खाँदा। अनि यो खाँदा यसले पनि प्रेसरलाई अलिक कन्ट्रोल गराएको छ। यो कोलेस्ट्रोललाई पनि यसले कन्ट्रोल गराइरहेको छ। नर्मल मैले चेक गरेर हेरेको नर्मल भइरहेको छ। अनि जिउ पनि पहिला झटझट यसरी नसाहरू यसरी एकदमै हान्ने, यसो टाउकोतिर पनि यस्तो नसाहरू चरक गर्ने थियो, त्यो पनि अहिले मलाई धेरै कम भएको छ, राम्रो भइरहेछ। यो औषधिको सेवनले म अब सधैँ यसैले नै ठिक हुन्छ भन्ने मलाई विश्वास लागेर यही खान्छु भन्ने मलाई लागेको छ। अरूलाई के सल्लाह दिन चाहनुहुन्छ सरले यो विषयमा? अरूलाई म यही खानु, यही नेचर हाउसमा आएर यहाँकै प्रोडक्ट लिएर खानुहोस्। यो ग्रिन टीदेखि लिएर यहाँ इत्यादि यो देखाएको जति यो पनि मैले सुरुमा अब 2 महिना भयो मैले खाएर हेरेको, मलाई राम्रो भएको छ। तपाईँहरूलाई पनि राम्रो हुन्छ भनेर खानुहोस्।